तर कस्टिङ कसरी ज्यादा छ है त्यस्तो रेन्जमा त अहिले आउँदैन नि के को भाइ घरहरू क्या त्यो 1.5-2 लाखमा आउने घर त कहीँ पनि हुँदैन होला अहिले अब कस्टिङ कस्तो ज्यादा छ अब नआउने भनेको होइन अब तपाईँको टाढा टाढा सिटीबाट तपाईँको अब जब तपाईँको यो यहीँबाट बालाराबाट अर्को तपाईँको 50-60 किलोमिटरबाट 1 लाख भन्दा होइन 1.5-2 नआउने होइन आउँछ पुरानो हजुर हेरिटेज ठाउँ नै जस्तो बालारा ब्यान्डीको तपाईँ यिनीहरू सबै हेरिटेज जस्तै थियो नि तपाईँको सिटी सेन्टर अगाडि परेछ यो थिच्दा चाहिँ स्टेट देखाउँथ्यो कि अनि त्यो उसको भाइ त्यो त्यसको चाहिँ नि फेसिङ यो एरो नर्थ फेसिङ के त्यही त हो त्यसलाई थिच्नुहोस् त यहाँ कार रेन्टल पाउँछ होला किन नपाउनु जहाँ पाइहाल्छ बस त त्यति देख्दिनँ लोकल यो बस रुट परेन होला नि त यो स्ट्रिटमा एरिया हो मेरो जग्गा भएको यही कतापट्टि पर्छ 1300 चान्स जग्गा थियो फुल बाई गरिसक्नु भयो कि होइन त्यो मेरो स्क्वायर भेन्डरको हो त्यो चाहिँ 5,000 हटाउन असुल बेच्न प्रुफ भएर बसेको छ बनाइसक्यो होइन प्लान समेत प्लान एप्रुभ छ अनि अस्ति एउटा हिँड्ने गाडी पनि आएको थियो इन्ट्रेस्ट गराएको थियो उसलाई चाहिँ 6 महिनाको सेटलमेन्ट चाहियो भन्ने कुरो भएको थियो यो ल्यान्ड प्लस हाउस भन्छ नि हजुर यो चाहिँ अलिक सस्तो किन देखाउँछ यो तपाईँको कुनै यस्तो भन्छ भने नर्मली डेभलपरले हरामी हुन्छ नि यिनीहरू अलि तपाईँको 2-3 वर्ष पछिको एनालाइज गरेर पैसा राख्यो भन्छ काहीँ चाहिँ नि होइन काहीँ चाहिँ अब होइन लेट इट गो भन्ने अब जति उनीहरू होल्ड गर्यो उति उनीहरूको कस्ट होल्डिङ कस्ट बढी हुन्छ नि त कसले कहिले काहीँ झ्याप्पै तपाईँको ल फालिदिइहाल्यो हुन्छ कि तपाईँको मतलब बेच्न रिड्युस भनेको बेला त्यस्तो बिनासमा त पायो भने चाहिँ नि सस्तो हुन्छ कि तपाईँको एउटा कुरा दोस्रो कुरा लोकेसन जस्तो अब यो झिलङको प्याकेज छ नि मसित चाहिँ नि अब त्यो अब किन हाई डिमान्ड भयो तपाईँको त्यो रेन्टल होइन घर पनि त्यो तपाईँको त्यतिमा गइरहेछ होइन अब यो अब डेभलपरले त अब उसलाई त पैसा रोलिङ गर्नु पऱ्यो नि त होइन जे चाँडो भेज त्यस कारणले अब 10-20 हजार बढीको मुख हेर्ने कि पैसा चाहिँ लिएर रोटेट गर्ने भन्ने हुन्छ नि त तपाईँको त्यही भएर जस्तै त्यो मैले भन्नु न भेन्डरको त्यो अप्सनमा गएको घर अब 4-20 किने 5 वर्ष अगाडि उसले होइन अब तपाईँको राम्रै ल्यायो अब 5.70 गयो 5 वर्षपछि भने त तपाईँको 30% अराउन्ड लक हुँदो रहेछ भन्दा भाइ यो खोज्नुपर्छ कि त्यो वाह यो पैसाको लिएर बस्नु मैले चाहिँ अब मेरो एउटा भन्नु ब्रोकरले अब त्यो पोइन्ट कुकुमा 1 लाख चान्चुनको भन्दा मार्केट प्राइस भन्दा तल घर पायो कि तपाईँको कहिले 1 लाख
1 लाख होइन 1 लाख मार्केट भ्यालुभन्दा 1 लाख ए कम्तीमा कम्तीमा त कहिलेकाहीँ के हुन्छ नि त्यस्तो भेन्डरको अब तपाईँको बेच्नै पर्ने ऊ हुन्छ नि अब डिभोर्स केस हुन्छ के हुन्छ होइन पैसा हुन्छ उनीहरूलाई मार्केटमा आउनु पनि मन लाग्दैन अफ मार्केटमा बेच्ने हुन्छ त्यसमा चाहिँ अनि त्यो लिङ्कबाट आयो भने तपाईँको अनि सस्तो पाइन्छ के तपाईँको बोलर नेपाली कतिको त तपाईँको अलिअलि त होला किनभने यो तपाईँको अब चाहिँ अब पिआरवालाको लागि होला कुनै चाहिँ फाटाफुट्टा विदेश गएर बेच्दा पनि हुनसक्छ कसले त खोलातिर जग्गा चाहियो भनेको थियो पाहाडले सिडनीको तपाईँहरू काम त फोनै त हुन्छ ज्यादा त है 5:30 बजेट हो त्यही किन हो एउटा दिएको थिएँ मैले सबैतिर हेर्दिनँ हो इन्सपेक्सन गरेर त्यो सिटीमा छोडिदिनुहोस् ल त्यहाँ म कार लिनु पर्यो हुन्छ सिटीमा नत्र यो त हिँड्दैन त कहाँ जानु बस्छ हुँदैन कि एउटा टाइम टेबल रुट छ है क्या होइन त्यहाँ त सिटी भने यता कहाँ यहाँको बलारहाट बाला सिटीमा त्यो गाडी बढी यसो हेर कहाँनिर छ त्यो हेर्नु न त्यो अहिले म रिटायर हुनु धेरैवटा ठाउँमा अलि झ्याउ हुन्छ अरे है अब हामीलाई चाहिँ हुँदैन जस्तो लाग्छ किनभने अब त्यहाँ हुन त सबै कुरो हुन्छ त्यहाँ तपाईँको भन्ने होइन अब तपाईँको अलिक गति छाडाहरू हुन्छन् हो र त्यस्तै सुने होइन होला त्यस्तो त हुनु नपर्ने कमिटी हुन्छ सबै त्यहाँ सबै कुरो हुन्छ त्यस्तो हुनु त नपर्ने जस्तो लाग्छ मलाई टाउन सेन्टर जस्तो छ
पातला हुँदो रहेछ राम्रै पो रहेछ ठाउँ त होइन अब हेरि मलाई चाहिँ यो ठिक लाग्ने रहेछ तपाईँलाई मन पर्यो मलाई त मनपर्छ के होइन त मलाई हिजो पनि कुरा भएको थियो मलाई त यस्तै आउट अफ सिटी के तपाईँको रिल्याक्स मैले चाहिँ डाउन साउथ गरेको छु अब एउटै छोरो पछि अब उसको केही अब बिहा सागरी कुरो भयो भने हो मलाई चाहिँ नि अब बुढी फेरि श्रीलङ्कन श्रीलङ्कन उसको सिटीमा काम छ त्यो बेब्रेज घर मेरो अस्ति बनायो त्यो नर्थमा राम्रै मलाई चाहिँ मन थियो कि एकदम हिल साइडमा मजा आएको थियो जाउँ बसौँ भने मानेन टाढा भयो भन्छ यस्तो हुँदैछ नि तपाईँको जहाँ हुर्क्यो जे हो जहाँ बस्यो त्यही राम्रो नि त्यो हो अब उनीहरू फेरि सिटीमा बसेर हुर्किएको कोलम्बोमा अनि हामी त अब कति अब अहिले पो त सिटीतिर हो नि अब त्यति हाम्रो पाला त थाङकोट भने गाउँ जस्तो हुन्छ नि होइन अब पो अहिले अब भयो त्यस कारण त्यस्तो चासोले चाहिँ हेऱ्यो त्यस्तो मलाई लाग्दैन तपाईँको त्यो के अरे चन्द्रगिरी जो उयो जलायो त्यसमा नि प्रचण्डको उयो छ भनेर जलाएको यही जस्तो छ यो मान्छे त छैन त